अब चाहिँ हामी गाउँडोलमा हिँडेको तर कहाँ हिँडेको भन्ने हामीलाई पनि थाहा छैन र म छक्क पारेर हेरिरहेको छु नि बाउले पनि आज त हिँड्नको लागि छातै लिएर जा भने त घुमडुल त गर्न परिगयो नि आफ्नो गाउँठाउँ यसो अनि म फेरि बडो युट्युबर भएको छु क्या भ्लग बनाउन चाहिँ मलाई मन लाग्छ अनि त्यही भएर यसो कता कता पुग्छु म त्यो पुगेको ठाउँहरूको आफ्नो गाउँठाउँको होइन यसो भिडियो सिडियो बनाएर म हाल्छु अनि हेर्नुपर्छ लाइक पनि गर्नुपर्छ है हामी चाहिँ घरबाट निस्केर हिँडिसक्यौँ अनि अब हामी मेन जाने भनेको चाहिँ यहाँ हाम्रो घरदेखि पारिपट्टिकै एउटा ढुङ्गे सङ्ग्रहालय भनेर बनाएको छ त्यो ठाउँमा चाहिँ यस्तो ढुङ्गा हुँदै हल्का खोपेर मूर्ति सुर्तिहरू अनि के आर्टहरू गरेको छ होइन त्यो ठाउँ पनि हामी पुग्छौँ आज यहाँदेखि हिँड्दै जानुपर्छ गाडी साडीको व्यवस्था छैन भएको रोड पनि यही हो होइन पसिना भइरहेछ आजको हिँडाइ चाहिँ डेन्जरै भइरहेछ अनि यो चाहिँ हाम्रो गाउँको विकास हो होइन 7 मिटर 8 मिटरको बाटोमा नाली खनेर टक्क यहाँदेखि ओह्रालो चाहिँ हाम्रो घर जान्छ अनि यहाँदेखि उता पर चाहिँ सरस्वती मावि भन्ने छ ठुटेगर स्कुल है त्यता जाने बाटो निउरादिन हाम्पाङ हुँदै फुलबारी ताप्लेजुङ जाने बाटो पनि हो अनि यो बाटो चाहिँ मदन भण्डारी राजमार्ग है पारिपट्टि खन्दैछ त्यही बाटो यता तेर्सो ल्याउने हो यो चाहिँ हाम्रो सम्माननीय है केपी शर्मा ओलीज्यूको जन्म जिल्ला पनि हो होइन अनि यहाँदेखि उत्यो यो पारिकै यो रोड खनेकोदेखि सिधा उतापट्टि हिँड्दै 1 घन्टा जति हिँड्दै गयो भने चाहिँ केपी शर्मा ओलीको जन्म घरमा पुगिन्छ होइन केपी ओलीको जन्म गाउँ यस्तो छ होइन विकास त अब म प्रधानमन्त्री भएपछि हुन्छ दुईजना चाहिँ लहर छाता ओढेर हिँडिरहेछ म चाहिँ छाता ओढेको छुइनँ मलाई किन यो अलिक छाता ओढ्नु पर्ने आवश्यक भएको छैन अहिले होइन मान्छेहरू यसरी वस्तु सस्तु गोठालो गरिरहेछ हामी हिँडिरहेछौँ लखर हामी पानी खान्छु रे सकिने यहाँ हेर्न है डोबायो किल्ला रह्यो आथा के हो भन्ने पहिला खुब भुरामा प्रश्न सोधेर हैरान पार्थ्यो खाने के नखानु तर यार यो नि मिठो हुन्छ केपी शर्मा ओली जस्तै मरिचका रुख रोप्नुहोस् भन्थ्यो हामी नि अब ऐसेलुको रुख रोप्नुहोस् भन्नुभयो अहिले चाहिँ हामी जाने ठाउँमा पुग्नु लाग्यो अनि त यहाँदेखि त्यो पारी कता जान्छ यो पारी देखेको चाहिँ हाम्रो गाउँ हो यसरी हेर्दा त राम्रो देखिरहेको थियो रियलमा त फोनमा त राम्रो आउँदैन नि त क्यामेरा नराम्रो भएर नि होला हामीले काती चोर राखेको अर्काको नगमा ढुङ्गाको उपरमा चढेर यसो हेर्न पनि मजा आउँदो रहेछ यो केही नदेखे जस्तो हेर्दा पनि होइन तर वाकु राम्रो देखिरहेछ अब चाहिँ घाम पनि हटिसक्यो चिसो हावा चल्न थाल्यो अनि यहाँको हावापानीसँग रमाउँदै हिँड्न चाहिँ बब्बाल मजा आउँछ होइन घर चाहिँ उप्रेतीको भन्दै हुन्थ्यो अनि यहाँनिर के भन्छ होइन केही फरक परेन सुँगुर पनि टक्क रहेछ पालेको सुँगुरको मासु लोकल सुँगुरको मासु चाहिँ बब्बाल पनि हुन्छ होइन खानेलाई थाहा होला त्यो मुला नखाने छेत्री बाहुनहरूलाई त के थाहा हुन्थ्यो खाने छेत्री बाहुनलाई पनि थाहा छ स्वाद टक्क मैसेले चाहिँ हातमा भेला गरेछ अघि टिप्दै खाँदै गऱ्यो फेरि यहाँ यस्तो झुप्पो पाकेको छ कता जाँठो देखिँदैन देखिरहेको छ ऐसेलु नामै टिपे त अलिकति त हुनु पऱ्यो खाए ल खै के लाग्यो खाए ल भनेर खुब चर्चा भयो अनि जाँदै गुड्यो त दाँत त खाल्कियो कुड्यो है यो गाउँतिर जाँदा भोकल चाहिँ नमर्यो नि गाउँहरूतिर एउटा न एउटा फलफुल भइबस्छ क्या अब सिजन अनुसार कति यता आयो त्यति ठुल्ठुलो पाएको छ त नि यो खासै दाँत कुडिएर नि केही होला जस्तो छैन आज जाँदै बाटोमा चाहिँ रहेछ क्या भेडा हाम्रो गाउँदेखि नजिकै हाम्रो गाउँ माथितिर पनि पाइन्छ हाम्रोतिर चाहिँ खासै पाल्दैन भेडा ढुङ्गे सङ्ग्रहालयको गेट चाहिँ यतापट्टि छ यहाँ ढुङ्गे सङ्ग्रहालय आउने इच्छा जगायो भने चाहिँ
यहीँनिर छ क्या, यातायातको लागि पनि राम्रै व्यवस्था छ, पिच रोड यहीँ छ। अनि हाम्रो घर चाहिँ उहाँ तल टाढो पर्छ क्या अलिक यहाँदेखि, हाम्रो घरतिर पिच रोड छैन नि त। अनि हिँड्दै आउँदाखेरि सरासरी आउँदाखेरि 1-1.5 घन्टाको बाटो हो होइन, तर हामी अल्छी गर्दै आयौँ। ढुङ्गे सङ्ग्रहालय त्यसै भनेको होइन कि यहाँनिर सुँगुरको खोरको लागि पनि कता गयो, केही चाहिएको छैन क्या, अरू सब ढुङ्गाले मात्रै काम दिएको छ होइन। यहाँ छान्न पनि ढुङ्गाकै भइरहेछ सुँगुरको खोरलाई होइन। सुँगुर पाल्नेहरूको लागि फाइदाको कुरो हो त्यो। एउटा स्थानीय स्तरबाट पनि केही आर्थिक सहयोगहरू भयो भने त्यो गर्नेहरू मान्छेमा पनि आत्ममनोबल बढ्ला होइन। स्थानीय स्तरले पनि ध्यान दिन चाहिँ आवश्यक छ है, मेन मैले देखेको चाहिँ। किनकि यहाँ यो भनेको 800 गाउँपालिकाभित्र हो होइन। अनि 800 गाउँपालिकाले चाहिँ यहाँनिर केही विकासको पहलहरू पनि गरेको होला हुन त होइन, तर पनि अझै योभन्दा धेरै विकासहरू गऱ्यो भने यहाँको अब जस्तै हामी त आन्तरिक पर्यटक भयो होइन। मेरो गाउँ उहाँ पारि हो, मैले धेरैचोटि पनि भनिसकेँ होइन। त्यहाँदेखि यहाँसम्म म जो हिँड्दै दुःख गरेर त आएको छु नि त। यो आजको दिन मेरो त्यसै गएको छ नि त भनेर नभन्नु, किनकि यस्तो ठाउँहरू मैले हेर्न पाइरहेको छु। यो अहिले नजिकबाट म भिडियो अझै बनाएर देखाउँछु। हामीले हेर्नै पर्ने भनेको कलाहरू चाहिँ यस्तो यस्तो कलाहरू हो क्या। यो ठेकी हो होइन। अब ठेकी भनेको त कसैलाई फेरि थाहा पनि नहुनसक्छ होइन। गाउँघरतिर मैसै पार्दाखेरि यसो काम लाग्ने चिज हो। क्या हो यार, यो त मलाई पनि थाहा छैन। यो गाग्री हो होइन। गाग्रीमा त अब पानी त बोके होला नि त, बोक्नेले, नबोक्नेले त के थाहा। यो के हो यार? ओ यो त गुलेली, ढाल, तरबार है। यो ढ्याङ्ग्रो, यो खुर्पा, यो हम्मर होला, यो बाँड, यो थाल होला, यो चाहिँ डालो बनाएको। अब यता यो चाहिँ के हो त? नचिन्ने आडहरू गरेर यो त त्यो खुर्पा बनायो होला। खुर्पा देखिन्छ नि, देखिरहेछ पुरै। यो यति अल्को यो माथिको क्या गाई कलश बनाएको रहेछ होइन। यसको मुनिबाट चाहिँ होइन बनाउने कार्यक्रमहरू भइरहेछ। यो पुरा नभएको रहेछ। अब यसलाई मात्रै धेरै नहेरौँ हामी, अन्त पनि हेर्नुपर्ने छ हामीले। ल अब कोही गायककार हो भने चाहिँ टक्क आउने गिटार टुङ्बा है यो चाहिँ। अनि उता पर चाहिँ चौँठो पिपा बिनाको तङ्गा रहेछ, जाँड छैन होला त्यही भएर। त्यो जाँड छैन होला। अनि के भन्छ चौथो पिपा बनाएको भए चाहिँ जाँड खाएको जस्तो राम्रो पनि। जस बजेट त परेकै थियो होला है। यस्तो काम गरेपछि त विकास हुन्न त मुला। ढुङ्गे सङ्ग्रहालयमा ढुङ्गाको गाह्रो त अलि राम्रो लाएर बनाउनु पर्छ नि त मुलाहरूले, बाटो हिँड्ने बाटो बजेट परिसकेपछि। यही छ क्या स्थानीय स्तरको मेन कमजोरी भनेको, परेको पैसाहरूलाई चाहिँ मुला भ्रष्टाचार गरिदिने अनि गदाहरू यस्तो बनाउनु पर्छ क्या। यहाँ सिँढी चाहिँ सिँढी यस्तो राम्रो बनाउन सक्छ अहिले त मुला। त्यो ढुङ्गाहरू ल्याएर यस्तो बन्छ होइन। यो क्या हो, यो चाबी, यो भोटे त ताल्छ, भोटे त मुनिबाटको चाहिँ क्या हो त, हनुमानको हो क्या यो दुधेर हो। यो दुधेर त उपर त्यो ढुङ्गा ल्याएर कता पर पनि बनाउँदै रहेछ के होइन। जस यहाँ गर्न चाहिँ खोजिरहेछ है। अब स्थानीय स्तरबाट आएको सबै सहयोगलाई सही तरिकाले सदुपयोग गरेर होइन, तलमाथि केही पनि नगरिकन राम्रो तरिकाले गरियो भने यो पनि एउटा पर्यटकको लागि सम्भावित गन्तव्य स्थल बन्न सक्छ होइन। बाह्य तथा आन्तरिक पर्यटकहरू आउन सक्छन्। र यहाँ स्थानीय अब यहाँ तल उन्दी बाटोहरू राम्रो बनिरहेछ। उहाँ पारिको त्यो भयो तमर कोरिडोर होइन। जो विकास क्रमले चाहिँ बिस्तारै पाइला टेकिरहेछ। अनि त्यसमा चाहिँ हामीले सही तरिकाले गर्न सक्नु पर्यो होइन। म किनकि यहाँको स्थानीय बासिन्दा भएर मलाई त्यस्तो लागेको हो। र त्यो गर्न आवश्यक पनि छ, किनकि
हामी जस्तो मान्छे नै अब देशमा चाहिँ केही छैन होइन गर्ने यताउता भनेर हामी नै खाडी मुलुक मात्रै जान थाल्यो भने यही भएर हो क्या हाम्रो गाउँठाउँ अघि बढ्न नसकेको। त्यही भएर आफ्नो ठाउँ आफ्नो गाउँ आफैले चिनाऊ है। मान्छे सगरमाथा चढिसक्यो, यहाँ हामी यति ढुङ्गा चढ्न नि गाह्रो परिरहेको छ यार। तर यार अप्ठ्यारो छ। त्यहाँ माथि चुचिया पुगेपछि त मजा आउँछ होला। म नि जाउँ कि क्या हो, म नि जान्छु। टक्क त्यो ढुङ्गा है माथि चुचीमा चढ्ने हो अनि त्यहाँदेखिको मजा लिने है। लडाइँ पनि थाहा छैन होइन, मान्छे टिकटक बनाउने क्रममा लडेर मृत्यु भएको छ भनेर समाचार आउन सक्छ हाम्रो पनि। त्यस्तो अलक्षिणी त नबोलौँ होइन। पूर्ण नाम अलिक लक्षिणकै मान्छे हो। हामी ढुङ्गा चढ्नतिर लागिरहेछौँ यस्तो बाटोमा। जोगैले चाहिँ चढ्छु भनेर अब प्रयास नगरे पनि हुन्छ होइन, किनकि यो अलिक गाह्रै कुरो हो। हलो 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 यहाँ त बाटो चाहिँ नचढ्नेलाई चाहिँ अप्ठ्यारो छ, चढ्नेलाई त सहिलो छ। म जस्तै चढ्नेलाई त यसो जन्मिनु पऱ्यो नि त हो गाउँठाउँतिर, यसो ढुङ्गासुङ्गा चढ्नलाई होइन। बारी काल्लातिर यसो डुलेको हुनु पऱ्यो अनि पो ढुङ्गामा चढ्न पनि मजा आउँछ त यसरी। है है कहाँ सकिन चाहिँ क्या। यहाँनिर त एउटा 5 स्टार होटल चाहिँ खोल्नुपर्ने रहेछ नि त। डेन्जर भ्यू देखिनुलाई त। यहाँदेखि यतापट्टि चाहिँ नजिकै छ क्या यो। वहाँ माथि त यहाँ देखिँदैन कि यहाँ माथि चाहिँ हाम्रो 8 गाउँपालिकाको केन्द्र सङ्क्रान्ति बजार पनि है। म यहाँ टक्क यसरी भिडियो सिडियो बनाउँदैछु अनि बुनुहरू होइन त्यहाँ मकै गोडिरहेको थियो अनि ऊ परदेखि हल्लो भ्लगर भनेर जिस्कै भइरहेको छ नि त कस्तो। पछाडिको किन एउटा उता तार एउटा यता तार हुन्न, त्यो उज्यालो छ। दिस इज अ पोज यस्तो त्यो पारी देखेको है। त्यो बाटो चाहिँ अघि हामी हिँड्दै आएको बाटो हो क्या। त्यही बाटो हुँदै आएको हाम्रो घर चाहिँ त्यहाँदेखि सिधा तल पर्छ। ढुङ्गामा चढेर ढुङ्गाको चिसो हावासावा खाएर पनि मजा आइसक्यो होइन। अनि मजा आइसकेपछि अब हामी फर्किँदैछौँ। ढुङ्गाबाट ओर्लिनु पर्ने हुन्छ र जाने बाटो चाहिँ यो तलको हो होइन। है ल यो ढुङ्गामा पनि दामी सिडी जस्तै छ मलाई त होइन, अरूलाई त अब अप्ठ्यारो छ। स्थानीय पर्यटकहरू यसरी म आएपछि आउँछन् क्या, नत्र योभन्दा अगाडि आएन थाहा छैन होइन। वहाँ पर 3जना बाजेहरू आउँदै हुन्छ। बाजे जस्तै अब बुढेसकाल आएपछि बाजे नै होला नि, हामी नै अङ्कल भइसक्यौँ। यतैबाट होइन अघि आएको है त। अब चढ्ने मन नगरे हुन्छ यहाँ जोकै त चढ्ने मन नगरे हुन्छ, गाह्रो छ है। यस्तो अप्ठ्यारो छ बाटो होइन। तर मान्छे सगरमाथा चढिसक्यो, हामी मलाई जहाँ ढुङ्गा चढ्नलाई सबै देखिन्छ कि देखिन्छ। तर हामीले चाहिँ भुइँतिर आउने आइसक्यो। त्यसरी हाम्हाल्नुपर्छ गोरु होइन। कतै गरौँला सेम छ यार। तर यो अगाडि छ टक्क हामी चाहिँ यो ठाउँमा घुम्न डुल्नको लागि पहिलोचोटि आएको। अनि आज आइतबार भएर अफिस होला। यहाँनिर स्थानीय मान्छे स्थानीय पर्यटक पनि यसरी आएर घुम्दाखेरि डुल्दाखेरि उहाँहरूलाई पनि मजा लाग्छ होला। जोस् होइन जोस् यहाँनिर हाम्रो तेजु दाईको जोस् कल्पना त सुरुवात कसको त्यो मलाई थाहा भएन। तर पनि उहाँको मैले अघि पनि भने उहाँको मेन नेतृत्वमा बनेको यो ढुङ्गे सङ्ग्रहालय होइन। जोस् मान्छेहरूलाई आएर घुम्न डुल्नको लागि होइन, मनोरञ्जन केही समयको लागि भए पनि होइन, माइन्ड फ्रेस हुने खालको छ है। बुढेसकालमा यो क्षण पनि एकदमै रमाइलो हुन्छ होला क्या। अब म पनि पछि यस्तै भयो चाहिँ यसरी नै मेरो साथीहरूसँग डुल्नु घुम्नु जाँदा दाईहरूसँग घुम्नु गयो भने यस्तै हुन्छ होला होइन। जस रमाइलो लाग्यो क्या। दाईहरूले फोटो खिचिदिँदैछ। यो सबै ढुङ्गा यहाँदेखि मुनि दुईटा पोखरी छ। ए हजुर महागुरु फाल्गुनन्द लिङ्गदेन है। घ्याम्पा पहिला है भाती जाँडहरू ऊ त्यो के अरे ठेकी
ढेकी होइन ठेकी दहीमै लाउने पत्ता लाउनु यो के हो यो मजाले हेरेर यो ऊ भन्छ छोली त होइन के पो लस्सी होइन लस्सी पनि लस्सी त यो भयो यो चाहिँ के भन्छ जुवा कभी नै हुआ हेन लिम्बू भाषा नआएर नि गाह्रो छ बाहरू लिम्बू भाषा बोलिरहेछ मलाई चाहिँ म सुनिरहेको छु टक्क अनि यहाँनिर यसो घुमडुल गरेर मान्छे कोही कसैलाई अब दिसा पिसाब लागेको खण्डमा चाहिँ यहाँनिर चाहिँ सार्वजनिक शौचालय होला है म नि पहिलोचोटि आएको त्यही भएर मलाई यहाँको विषयमा खासै ज्ञान पनि छैन होइन आफ्नै गाउँठाउँ भए पनि सार्वजनिक शौचालयको पनि एउटा व्यवस्था रहेछ यो घुम्नको लागि भनेर पनि जस रमाइलोको लागि बुढेसकालमा भतिज हाम्रो साइनोले चाहिँ भतिज पर्ने हुनुहुँदो रहेछ अनि भतिजहरू पनि आएको थियो अनि त्यहाँ उनीहरू पनि गइसक्यो अब हामी पनि यहाँदेखि फर्किनु पर्ने हुन्छ अब हाम्रो घडीमा चाहिँ 4 बजिसकेको छ अनि हामी चाहिँ आज त्यो के भन्छ ढुङ्गे सङ्ग्रहालय भन्दा अन्त चाहिँ हामी घुम्न जाँदैनौँ कि भन्ने हाम्रो प्लानिङ थियो होइन अहिले फेरि उहाँ पारी देखिरहेछ हाम्रो गाउँको टुप्पीमा होइन त्यो चाहिँ हाङचोलुङ भन्ने हो अनि त्यहाँ पनि जान सकिन्छ कि भन्ने हाम्रो कुरो होइन नजान पनि सकिन्छ बालै भएन होइन त्यो गयो भने भिडियो हामी बनाइहाल्नेछौँ हाम्रो यही त हो नि आजको दिन यता पछाडिको यो पिच रोड छोडेर अब चाहिँ हामी अफ रोड बाइक हुनेको लागि हामीले पिच रोड हिँड्नुपर्ने हुन्छ यस्तो छ होइन अन्त ह्यान्डसम छैन त यार तिमी त भाइ यार है के हो क्या तिम्रो नाम अरे छोड दे रे त्यस्तो नाम म तित्री खाइरहेछु होइन कुन हो तिमीहरू घर है ल गएको ल बाई बाई मेरो पूर्ण हाङ इङनाम अप्ठ्यारो छ नामै फेरि इङनाम PURNA HANGINGNAM है तिमीहरूले नहेरे पनि म यो भिडियो हालिदिन्छु ब्लगमा है टाटा त्यही हो अब लखर हिँड्दै जाने हो अब नहिँड्नको लागि अब के गर्नु मोटर बाइक पनि छैन गरिब छु होइन किन्नुपर्ने हो भर्खर बाटो यस्तो बनिँदैछ मेरो घर जाने बाटो अनि टक्क बाटो बनिएपछि कुनै दिन यो पूर्ण हाङिङ नामले पनि सरर होइन सवारी साधनमा गुडेको होइन एउटा भिडियो बनाएर पोस्ट गर्नेछ त्यति बेलासम्म हामी हेर्दै बस्नुपर्ने छ है दिस इज अ फापर खेती रहेछ यतापट्टि चाहिँ फापर दामी देखिन्छ ओहो त्यो गाउँ हो कि जाउँ हो यार यो जाउँ हो यस्तो यो गाउँ जाउँ भन्ने कुरो त अब धेरैले त सुनेको मात्रै होला होइन देखेको पनि नहुनसक्छ अब खानु त पिठो प्याकिङ गरेको हुन्छ त्यही किनेर खाने होइन कि त आफैले उत्पादन यसरी गर्न सक्नु पऱ्यो 2-3 घन्टाको हिँडेपछि चाहिँ हामी हाङचोलुङमा पुगिसक्यौँ यो भनेको चाहिँ एउटा हाम्रो इङनाम होइन जस ऐतिहासिक स्थल हो क्या यहाँ पहिला अब किराँत राज्य हुँदाखेरिको कुरो आउँछ होइन अनि यहाँ चाहिँ हाम्रो पुर्खा चाहिँ राजा हुँदाखेरि चाहिँ यहाँनिर उसको दरबार रे भन्ने खालको कुरो मैले नि सुने हो खासमा मलाई नि के हो थाहा छैन त्यति राम्रो चाहिँ अनि यहाँ चाहिँ म कहिले आएको थिइनँ क्या अनि पहिलोचोटि हो यहाँ आएको जस पानी हल्का पर्थ्यो दिनभरि छाता बोकेको बल्ल काम आयो होइन अनि यहाँ पछाडि यस्तो छ यहाँदेखि अब हल्का भ्यू हेर्ने हो तलको कस्तो देखिन्छ भनेर 2-3वटा ढुङ्गा क्या फरक छ क्या यो उतापट्टिको ढुङ्गाहरू फाल्टै हो यतापट्टि यो अल्को ठाडो ढुङ्गा यो फाल्टै हो यहाँनिर चाहिँ यसरी यो फाल्टै ढुङ्गा छ क्या यो यताको यता फाल्टै छ यताको यता फाल्टै छ उता अरिङ्गालको गोलो रहेछ होइन यस्तो छ यहाँको सुन्दर भ्यू चाहिँ है अब यहाँदेखि उँधो देखिन्छ होइन तर के भन्छ त्यो पानी अहिले त केही नदेखिँदो रहेछ कञ्चनजङ्घा कुम्भकर्ण अनि यतापट्टि पाथिभरा पनि देखिन्थ्यो अहिले त म चाहिँ देखिरहेको छु यो तुवालो लागेर मात्रै हो दामी देखिरहेको छ तलको त्यो
त्यो हाम्रो घर जाने बाटो हो, यहाँदेखि हाम्रो घर पनि पुग्छ होइन। त्यो पारिको अघि देखेकै हामी हिँड्दै हिँड्दै गएको रोड त्यही हो। अन्त हामीले होइन आज दिनभरिमा के गर्यो भन्दाखेरि उहाँ पर के भन्छ ढुङ्गे सङ्ग्रहालय पुग्यो अनि यहाँदेखि अहिले यहाँ टक्क हाङचोलुङमा पनि आइसक्यो। अब भने हामी घर जान्छौँ। अनि आज दिनभरिको यसो भिडियोहरू हल्का बनाएको छु, त्यो हामी हेर्छौँ है। अनि भिडियो कस्तो लाग्यो यसो प्रतिक्रिया पनि जनाउने गर्नुपर्छ, जसले हेर्छ उसले होइन। अनि हेरेको जतिले लाइक साइक पनि गर्नुपर्छ, कमेन्ट समेन्ट पनि मिलाएर गर्नुपर्छ है त।